सुदन गुरुङ जसले आफू गृहमन्त्री भएको 24 घण्टामै केपी ओली र रमेश लेखकलाई जेनजी आन्दोलनमा विद्यार्थीको मृत्युमा जिम्मेवार भएको भनेर पक्राउ गरेका थिए। मानव अधिकार आयोगको आज आएको रिपोर्टले उनी सुदन गुरुङलाई नै 23 गतेको नरसंहारको दोषी देखाएको छ। टिओबी लेखिएको कालो टी सर्ट लगाएका र हात तथा शरीरमा टिओबी लेखिएको ट्याटु खोपेका 15-20 जनाको बाइकर समूहले विद्यार्थीलाई ढालको रूपमा प्रयोग गरेको कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ। सँगै हामी नेपाल संस्थाका सुदन गुरुङले उक्त समूहको नेतृत्व गरेपछि भिड थप आक्रोशित र हिंसात्मक भएको भन्ने पनि प्रतिवेदनमा भनिएको छ। प्रतिवेदनमा उल्लेख भए अनुसार बबरमहल बिजुली बजारको पुल हुँदै नयाँ बानेश्वर स्थित एभरेस्ट होटल अगाडि आइपुगेको प्रदर्शनकारीहरूको संख्या बढेर 20-25 हजार जना भएको र सोही समयमा टिओबी लेखिएका कालो टी सर्ट लगाएका र हात तथा शरीरमा टिओबी लेखिएको ट्याटु खोपेका 15-20 जना बाइकर ग्रुप आएर भिडलाई अगाडि बढ्न उत्तेजक बनाएको देखिन्छ। एभरेस्ट होटल अगाडि अन्दाजी 20-25 हजार भिड जम्मा भइसकेपछि करिब 12 बजेको समयतिर हामी नेपाल संस्थाका सुदन गुरुङले भिडको नेतृत्व गरेको पाइन्छ। प्रतिवेदनमा भनिएको छ, यसरी निज गुरुङले नेतृत्व लिए पश्चात प्रदर्शनकारीहरू आक्रोशित भई सुरक्षा ब्यारिकेड तोडी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुरक्षासँग मुठभेड र झडप भई हुलदङ्गामा परिणत भएको देखिन्छ। आयोगको विश्लेषणमा नवयुवालाई ढाल बनाएर उपयोग गरेको पनि देखिएको छ। खास गरी टिओबी लेखिएका समूहले शान्तिपूर्ण विरोध प्रदर्शनलाई कब्जा गरी नवयुवा विद्यार्थीहरूलाई ढाल बनाई सुरक्षाकर्मीमाथि नै ढुङ्गा मुढा गर्दै संसद भवन आक्रमण गरी आगजनी गर्ने प्रयास समेत गरी धनजनको क्षति पुर्याएको स्पष्ट हुन आएको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ। यसअघि सुशीला कार्की नेतृत्वको सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन आयोग बनाएको थियो, जसले अत्यन्तै बायस्ड प्रतिवेदन तयार गरेर बुझाएको थियो। तर अहिले आएको मानव अधिकार आयोगको प्रतिवेदनमा सुशीला कार्की, उनका गृहमन्त्री ओम प्रकाश अर्याल र तिनै गौरीबहादुर कार्कीमाथि पनि अनुसन्धान गर्न सिफारिस गरिएको छ। त्यस्तै आयोगको रिपोर्टमा रासोपाका सभापति रवि लामिछानेलाई पनि शंकाको दायरामा राखी सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरिएको छ। सँगैमा हरि ढकाल, मनिष झा लगायतमाथि पनि अनुसन्धान गर्न भनिएको छ। यस्तै सिंहदरबार र अन्य सार्वजनिक संस्थानहरूमा आगजनी हुनुमा सेनाको पनि कमजोरी भएको भन्दै आयोगले प्रधान सेनापतिलाई आफ्नो दायित्व ख्याल गर्न निर्देशन दिएको छ। धेरै कुराहरू अझै खुल्न बाँकी नै छन्। विद्यार्थीलाई युनिफर्ममा बोलाएर फ्रन्टमा लैजाने योजना कसको थियो र केका लागि थियो भन्ने धेरै कुरा क्लियर भइसकेको छ र कति कुरा बिस्तारै बिस्तारै खुल्दै जानेछन्। मानव अधिकार आयोगको रिपोर्ट र अन्य तथ्यहरू हेर्दा सिंहदरबार, सर्वोच्च अदालत र अरू राष्ट्रिय धरोहर जलाउने कामको जग सुदन गुरुङले तयार गरे। उनकै नेतृत्वमा राष्ट्रिय धरोहरहरू जले। यति गरेको